यदि तपाईँ वैदेशिक रोजगारको सिलसिलामा हुनुहुन्छ र तपाईँको पासपोर्टको म्याद 6 महिनाभन्दा कम छ, अर्थात् 2083 असोजसम्मको तपाईँको पासपोर्टको म्याद छ भने चाहिँ तपाईँले तुरुन्तै पासपोर्ट बनाउनु पर्नेछ। नमस्कार, म सञ्जित तामाङ, साउदी अरब रियादबाट। हजुर, यदि तपाईँको पासपोर्टको म्याद 6 महिनाभन्दा कम छ भने तपाईँले तुरुन्तै बनाउनु होला, किनकि नेपाल सरकार अर्थात् परराष्ट्र मन्त्रालयद्वारा विज्ञप्ति जारी गर्दै सूचना प्रकाशित भइसकेको छ कि अब जेठदेखि नयाँ प्रणाली मार्फत पासपोर्ट नवीकरण हुँदैछ। त्यसैले नयाँ प्रणाली मार्फत पासपोर्ट नवीकरण गरेर त्यसमा निरन्तर सञ्चालनमा ल्याउनको लागि 2 देखि 3 महिनासम्म समय लाग्न सक्छन् भनेर सूचनामा जारी गरिएको छ र नेपाली दूतावास रियादबाट पनि यो सूचना जारी गरिसकेको छ। यस अवस्थामा तपाईँहरू यदि साउदी अरबको जुनसुकै ठाउँमा हुनुहुन्छ, तपाईँले एकचोटि पासपोर्टको डेट चेक गर्नुहोला र यदि तपाईँको पासपोर्टको म्याद 6 महिनाभन्दा कम छ भने चाहिँ तपाईँले तुरुन्तै अर्थात् वैशाख महिनाको मसान्तसम्ममा तपाईँले पासपोर्ट नवीकरण गरिसक्नुपर्ने हुन्छ। त्यसैले यो भिडियो तपाईँले हेरिसके पछाडि तपाईँको साथीभाइलाई नै सेयर गरिदिनु होला, ताकि पासपोर्टको कारण हाम्रो नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू समस्यामा नपरोस्। भिडियो हेरिदिनु भएको छ त्यसको लागि थ्याङ्क यू सो मच।